जय नेपाल सम्पूर्णमा। आज भने उहाँ दाजु को हुनुहुन्छ मैले चिन्दैन, तर उहाँ दाजुले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई गरेको प्रश्नले चाहिँ देश हल्लाएको छ के, देशै हल्लाएको छ यो प्रश्नले। उहाँको भिडियो एकछिन सुनौँ है, कसरी केपी शर्मा ओलीलाई थर्काउनु भएको छ उहाँले। यो अन्त असली जेनजी भनेको यहाँ हो के। ल यो भिडियो हेर्नुहोस्। 45 जना 70 जना मरेको कुरा सरले किन गर्नु भएन? बढी समस्या यहाँ छ के भौतिक संरचनाको कुरा गर्नुहुन्छ। सिंहदरबार पहिला पनि चल्यो, देश पहिला पनि चल्यो, मान्छे त्यति मरेको थियो पहिला। तपाईको छोरछोरी त्यहाँ पर्या भयो, तपाईले भन्नुहुन्थ्यो सिंहदरबारको कुरा। यहाँ कस्तो समस्याजनक आपत्तिजनक मान्छेहरू छन् अनि अराजकता हामी जस्तोले मचाए। होइन बडो समस्याजनक कुरा हो सर। होइन तपाईले 76 जना मरेको कुरा त्यहाँ बोल्दै भए म यहाँ उठेर बोल्थिन। तपाई सिंहदरबार जलेको बोल्नुहोस्, ठिक छ के समस्या भन। आपत्तिजनक मान्छेले अराजकता मचाए। होइन आज म यहाँ उभिएर बोल्दै गर्दा सायद म जलाउन नगएको मान्छे भएर म यहाँ बोल्दैछु। होइन मसँग त्यो छ। तपाईले पनि त्यतिको औचित्य राख्नुहोस् कि मान्छे पनि मरेछ भने स्वीकार गर्नुहोस्। दण्डनीयताको कुरा गर्नुहुन्छ भने कसले मान्छे मार्यो, आदेशको कुरा गर्नुहुन्छ, कसले आदेश दियो नि देश जलायो, कसले आदेश दियो नि मान्छे मर्यो, त्यो कुरा पनि गर्नुहोस् न सर। रूपान्तरणको कुरा गर्नुहुन्छ तपाईले। व्यवस्था होइन अवस्था परिवर्तन गर्न मान्छे परिवर्तन